जन्मिँदै हात खुट्टा बिना जन्मिएका यी व्यक्ति आज संसारलाई हिँड्न सिकाउँदैछन्। निक बुझिसिक। जब उनको जन्म भयो, नर्सले बच्चालाई बिस्तारै आमाको सामु ल्याइन्, तर आमाले हेर्नै सकिनन्। काखमा लिन त परै जाओस्, छुनसम्म उनी डराइरहेकी थिइन्, किनकि त्यो बच्चासँग न हात थियो न खुट्टा। ऊ हात र खुट्टा बिना जन्मिएको थियो। त्यो क्षण आमा बुबाको जीवन त्यही रोकिए जस्तै भयो। आमा बाबुको अनुहारमा डर, अन्योल र गहिरो पीडा देखिन्थ्यो। बाबुआमाले यस्तो होला भन्ने कहिले कल्पनासम्म गरेका थिएनन्। मनमा हजारौं प्रश्न उठिरहेका थिए। हामीले के गल्ती गरेका थियौं? प्रकृतिले यति ठूलो अन्याय किन गर्यो? त्यो क्षण उनीहरूको जीवनको सबैभन्दा कठिन क्षण बनिदियो। दिन बित्दै गए, आँसु रोकिएनन्। समाजको डर, भविष्यको चिन्ता, बच्चाले जीवन कस्तो जिउला भन्ने प्रश्नले उनीहरूलाई रातैभर सुत्न दिएन। तर समयसँगै पीडाको बीचमै उनीहरूले एउटा ठूलो निर्णय गरे, यथार्थ स्वीकार गर्ने। उनीहरूले त्यो बच्चालाई स्वीकार गरे, उसको अवस्थालाई स्वीकार गरे र सबैभन्दा महत्त्वपूर्ण कुरा, बच्चालाई पनि यही सत्य सिकाए। उनीहरूले उसलाई तिमी यस्तै छौ, यस्तै गरी जीवन जिउनुपर्छ भने, तिमी यही अवस्थामै जीवन अघि बढाउनुपर्छ भनेर कन्भिन्स गरे। यही उसको वास्तविकता हो भनी चिनाए। यो कथा अन्तर्राष्ट्रिय मोटिभेशनल स्पिकर निकोलस वुच अर्थात् निक वुचिचको हो। आज उनी संसारभर घुमिरहेका छन्, देश देशमा घुमिरहेका छन्, हजारौं लाखौं मानिससँग बोलेर एउटै सन्देश दिइरहेका छन्। तपाईलाई लाग्छ तपाईको जीवन कठिन छ? तपाईलाई लाग्छ तपाई हार्न लाग्नु भएको छ? मसँग त हात पनि थिएन, खुट्टा पनि थिएन, तर म रोकिन। उनले यही सिकाइरहेका छन् कि उनीहरू पनि रोकिनु हुँदैन। उनको जन्म सन् 1982 डिसेम्बर 4 मा अस्ट्रेलियाको मेलबर्नमा भएको थियो। उनी हात र खुट्टा बिना जन्मिएका थिए। निक एक अत्यन्तै दुर्लभ रोग टेट्राएमिलिया सिन्ड्रोमबाट पीडित थिए। त्यो रोगको कारण हात र खुट्टा विकास हुँदैन। चारै अङ्ग नहुनु भनेको जीवनभरिको सङ्घर्ष हो। निक भन्छन्, जन्मिँदा उनका खुट्टा थिए, तर ती अत्यन्तै साना थिए। ती यति अजीब देखिन्थे कि हेर्ने मान्छे पनि डराउँथे। एउटा खुट्टाको आकार त यति अनौठो थियो कि उनले त्यसलाई मजाकमै चिकन ड्रमस्टिक भन्न थाले। डाक्टरले धेरै प्रयास गरे, शल्यक्रिया गरे, तर हात र खुट्टा बनाउन सम्भव नै भएन। त्यो सत्य स्वीकार गर्नु नै सबैभन्दा ठूलो पीडा थियो उनका लागि। हात नभए पनि निकले हार मानेनन्। उनले आफ्ना खुट्टाका औँलालाई हात बनाउने प्रयास गरे। किताबका पाना पल्टाउन, मोबाइल चलाउन, कम्प्युटर प्रयोग गर्न, व्हीलचेयर चलाउन, सबै काम उनले आफ्नै खुट्टाका औँलाबाट सिके। ती औँलाहरू आसपासमा टाँसिएका थिए, जसलाई छुट्याउन डाक्टरले अपरेसन गर्नु पर्यो। ती औँलाहरू नै उनको जीवनको सहारा बनिदिए। जहाँ अरूले हात प्रयोग गर्थे, त्यहाँ निकले साहस प्रयोग गरे। तर शारीरिक पीडा भन्दा मानसिक पीडा झनै धेरै गहिरो थियो उनका लागि। विद्यालयमा बच्चाहरू उनलाई देखेर हाँस्थे, मजाक उडाउँथे, टाढा बस्थे। कसैले साथी बनाउन चाहँदैनथे। उनी खेल्न सक्दैनथे, दौडन सक्दैनथे, सामान्य बालबालिका जस्तो रमाउन पनि सक्दैनथे। सडकमा देख्ने मानिसहरू उनलाई घुरेर हेर्थे, न हात न खुट्टा भएको मान्छे भनेर। त्यो नजरले निकको मन